अब यो ठाउँ कुन हो भनेर त हजुरहरूले गेस गरिसक्नुभयो होला। हाई एभ्रिवान, आज म हजुरहरूलाई थानकोट पार्क घुमाउँछु है त। यो चाहिँ काठमाडौँ नजिकै रहेको थानकोट पार्कको भ्यू है। यहाँ गएपछि सबभन्दा पहिला हजुरले टिकट काउन्टरमा जानुपर्छ है त। गेटमा टिकटमा हजुरहरूलाई स्टुडेन्ट हुनुहुन्छ भने अलिकति डिस्काउन्ट मिल्छ, अनि वृद्धहरू हुनुहुन्छ भने पनि अलिकति डिस्काउन्ट पाइन्छ। र हामीले स्टुडेन्ट आइडी कार्ड देखाएर चाहिँ 30 को नै होला लगभग। सो हामीले चाहिँ यो गेटबाट चाहिँ काउन्टरबाट चाहिँ 3वटा टिकटहरू लियौँ। एउटा चाहिँ मेरो लागि, एउटा मेरो हजुरआमाको लागि र एउटा मेरो मित मम्मीको लागि। यो चाहिँ खासमा मेरो मित मम्मीकै रिक्वेस्टमा थियो थानकोट पार्क घुम्ने भनेर। सो हामी चाहिँ यो गेटबाट भित्र छिरिसकेपछि चाहिँ यो थानकोट पार्कको गार्डनबाट चाहिँ हामी यता पानीको धारा पनि रहेछ, पानी पनि पिउँदै गऱ्यौँ र यहाँको भ्यू हेरेर रमाइलो गऱ्यौँ। अब यो पानीको धारा चाहिँ तपाईँहरूले यहाँ आइसकेपछि खायो भने चाहिँ एकदम तपाईँहरू हिल्स एरियामा भए जस्तै महसुस हुन्छ हजुरहरूलाई। अनि यहाँ एलिफेन्टहरू पनि देख्न सक्नुहुन्छ। धेरै जसो एनिमलहरूको चाहिँ यता चित्रहरू चाहिँ राखेको छ, एनिमलहरूको चाहिँ पेन्टिङ भनौँ या चित्र भनौँ। अनि त्यसपछि चाहिँ अलि अगाडि गइसकेपछि चाहिँ यहाँ तपाईँहरूले यो जिराफ हो के हो मलाई थाहा पनि भएन, यसो मलाई हेरिरहेको थियो होइन, आँखा तारेर मैले चाहिँ जिस्काएर आएको थिएँ यता। अनि यहाँ आइसकेपछि चाहिँ तपाईँहरूले चाहिँ अब पिकनिक पनि मनाउन सक्नुहुन्छ। अनि यहाँको चाहिँ एकदम कुल मौसम छ, धेरै गर्मी पनि हुँदैन, जस्तोसुकै लुगा लाउन पनि तपाईँलाई सजिलो हुन्छ। अनि त्यसपछि चाहिँ यो इन्भाइरोमेन्टमा पुगिसकेपछि चाहिँ अलिकति खानेकुरा चाहिँ तपाईँहरूले लगेर जानुपर्ने हुन्छ है। घरबाट नै बोकेर चिप्सहरू अथवा केही अरू पकाएर लग्न सक्नुहुन्छ। सो हामीहरूले चाहिँ यता धेरै नै इन्जोय गऱ्यौँ साथीहरू, फोटोको क्लिपहरू लिन अनि यहाँको नेचरको भ्यूहरू लिन एकदमै रमाइलो छ। यताबाट अगाडि गइसकेपछि चाहिँ अब हामीले त्यहाँ मैले भिडियोको सुरुमा देखाएको ब्याकग्राउन्ड जता थियो नि त्यहाँनिर चाहिँ अलि धेरै क्लिपहरू लियौँ र यहाँ पुग्यौँ हामीहरू। यो चाहिँ एकदमै अलिकति पुल टाइपको छ। यहाँ चाहिँ तपाईँले अलिकति 5-10 मिनट अथवा जति पनि टाइम तपाईँले स्पेन्ड गर्न सक्नुहुन्छ। हामीले चाहिँ यता धेरै नै टाइम लगायौँ, लगभग 2-3 घन्टा नै हामी यताउता घुम्यौँ। धेरै जसो मान्छेहरू पनि आउनु हुँदो रहेछ। यता धाराहरू चाहिँ धेरै नै राख्नु भएको रहेछ। प्यास लागेपछि तपाईँहरूलाई पानीको पनि आवश्यकता भयो भने चाहिँ एकदमै प्रशस्त मात्रामा नै छ है पानी पनि। सो यो ग्रिनरी इन्भाइरोमेन्टमा यो जङ्गलको जस्तै अलिअलि भ्यू छ, तर यता फोटो भिडियोहरूको लागि चाहिँ एकदमै राम्रो छ। क्लिपहरू यस्तो राम्रो आउँछ, पुरै ग्रिनरी इन्भाइरोमेन्ट आउँछ। अनि अब हाम्रो जाने पालो थियो। यसपछि यता पानी पिएर चाहिँ त्रिभुवन राजाको चाहिँ तस्बिर भन्ने थियो एउटा त्यहाँ मूर्ति, त्यो चाहिँ हेर्न जानुपर्ने थियो। अनि यहाँनिर हामीले पानी खायौँ। अब योभन्दा अगाडि चाहिँ त्रिभुवन राजाको मूर्ति हेर्नतिर लाग्यौँ। सो अब हामी चाहिँ लगभग पुग्दै थियौँ साथीहरू है, अलिअलि नजिक चाहिँ पुग्दै थियौँ। योभन्दा अगाडि चाहिँ मेरो मित मम्मीले हिँड्दै गरेको यो बाटो चाहिँ त्रिभुवन पार्क अगाडिको बाटो हो, त्रिभुवनको ठ्याक्कै मूर्ति अगाडिको। यो इन्भाइरोमेन्टको त जति पनि तारिफ गरे पनि कमै हुन्छ होला है। यस्तो शान्त मौसम, चराचुरुङ्गीहरूको आवाज अनि यो धुनले मलाई त मगनमस्त नै बनायो साथीहरू। सो फाइनली हामी चाहिँ यता त्रिभुवन राजाको तस्बिरनिर पुग्यौँ, मूर्तिनिर। अब यो चाहिँ यहाँको यो पार्कको खासियत हो। आजलाई यति, बाई।